तरेरै जाउँला उडेरै जाउँला नि। वेलकम ब्याक टु माई ब्लग। सबैजनालाई वेलकम टु द ब्लग। आज चाहिँ हाम्रो छोटो मिठो यात्रा आउँदैछ। उहाँ हुनुहुन्छ हाम्रो साथी है, अनि अलिकति उतापट्टि हुनुहुन्छ हाम्रो सुमन सर। हामीहरू चाहिँ आज यसो काठमाडौँ भ्यालीदेखि बाहिर जाँदैछौँ। चट्ट लाएर छोटो मिठो ट्रिप हुनेवाला छ आज हाम्रो। के छ, रमाइलो हुन्छ? रमाइलो होला, धेरै वेट गरायो। अब हेर्दै जाउँ के कस्तो हुन्छ, तपाईँहरूलाई बाटोमा के कस्तो हुन्छ सबै देखाउँछु मैले। सबैजनाले माया गरिदिनु पर्छ, सबैजनाले साथ दिन पर्छ। यस्तो छ अहिलेको यहाँको अवस्था, बागबजार काठमाडौँको अवस्था यस्तो छ। त्यो हाम्रो जयसाब आउँदै हुनुहुन्छ, सौरात घिमिरे। अहिलेलाई यति बाँकी आउँदै गर्छ है त। ट्रक लगाएर दुईजना त्यहाँ हुनुहुन्छ हाम्रो सुमन जेठान र जयसाब। हामीहरू त यहाँ छौँ। मेरो हुडी छुटेछ क्या घरमा, अघि भने बाटोमा त जाने होला। जयसाब के लगाइरहेको छ? यात्रा कस्तो हुन्छ हाम्रो? एकदम बवाल हुनेवाला छ हाम्रो है। माया छ है सबैजनालाई। बाप सुमन सर, रमेश यता हेर त। आयो है मार्केट। टक्क हाम्रो काठमाडौँको बागबजारबाट यात्रा सुरु हुँदैछ। अब के कस्तो हुन्छ तपाईँहरूलाई बाटोमै देखाउँछु मैले। लेट्स गो ग्याङ, ल चल्यो सबैजना, ल जाउँ त जाउँ। आउँदा आउँदै साथीले चाहिँ चिसोको बेला लगाउने हुडी छुटाउनु भएछ रुममा। रुमको लागि चाहिँ यसो गएर अब लिएर हामी टक्क चलिहाल्छौँ। चलिदिन्छ हामी, चलिदिन्छ माया छ है सबैलाई। कर्णाली प्रदेश सुर्खेतबाट युवराज थापा अफिसियल युट्युब च्यानलबाट माया छ सबैजनालाई। ट्याक ट्याक के हो सबै गर्नुपर्छ है क्या। ल फाइनल्ली हामीहरू चाहिँ यहाँ पुरै यसो साइडमा हामी कार्यक्रम चलिरहेको छ गाइस है। ल फाइनल्ली हामी चाहिँ अहिले 0 किलोमा आइसकेको छ है। रमेश हिरो 0 किलो रमेश हिरो। टक्क लगाएर जयसाब यता आउनुहुन्छ। म चाहिँ यहाँ छु। लास्ट चिसो भयो, धुलो धुवा यस्तै यस्तै भइरहेछ। अब हेर्दै जाउँ के हुन्छ है। यहाँ पनि यसो यस्तो छ हाम्रो, एउटा त्यहाँ छ एउटा त्यहाँ छ, रमाइलो छ। हामी चाहिँ अहिले फाइनल्ली सुकुटे बजारमा आइसकेको छ। केटाहरूलाई यसो खाना साजा खान मन लाग्यो, भोकसोक लाग्यो। हामी चाहिँ यस्तो छ हाम्रो सुमन सर यता। कस्तो दामी भ्यू आएर त ब्याक साइडमा मारेको छ है। जयसाब कस्तो लागिरहेको छ त अहिले? एकदम बवाल भइरहेको हाम्रो राइट बबाल छ नि। अब खाजा खान झरेको हामी नेपाली चुलो लोकल माछा र भाले। अब के खानुहुन्छ हाम्रो टोलीहरूले है। टक्क लाएर तपाईँहरू हेर्दै गर्नु, हामीहरू देखाउँदै गर्छ है। चिसो अति छ कि अलिक तातो पक्का नलेको जयसाबको हानेको है, चिसोले मारेको छ। हाम्रो सुमन सर यहाँ हुनुहुन्छ। केटाहरू उतापट्टि छ, तातो पानी खाइरहेको छ। खाजा बन्दैछ हाम्रो। लिनुहोस् तातो पानी। चिसो भएर अति चिसो भएर चाहिँ हामी तातो पानी खाइरहेको। तर चिसो चाहिँ अति धेरै छ। कपडाहरू यसरी निकालेर हामी चाहिँ किन हाम्रो फोटो सेसन पनि चल्यो। यो गाउँहरू यस्तो राम्रो छ, यताबाट खोला यस्तो बवाल बगिरहेछ। हामी अहिले सुकुटे बजारमा छौँ, खाजाको लागि रेडी हुँदैछ हाम्रो। यस्तो दामी भ्यू छ यहाँ।
तपाईँहरू आउन सक्नुहुन्छ है। त्यही हो, चिसो चाहिँ अति धेरै छ। अब चिसो त यहाँ मात्रै होइन तर सबै ठाउँमा चिसो होला। अलिकति उता काठमाडौँभित्र भ्यालीमै भन्दा चाहिँ यता अलिकति बढी नै रहेछ। आउँदाखेरि चाहिँ सेफ भएर आफ्नो तातो तातो लुगा ल्याएर चाहिँ ट्याक्क लाएर आउनु होला सबैजना। ठाउँ चाहिँ बबाल छ, हाम्रो ट्रिप बबालै हुने जस्तो छ है। अहिलेको मोटामोटी खाजा चाहिँ यही भयो। पुगिन्छ त कति बेर लाग्ला अब 3 घन्टा खाजा खाँदैछौँ हामीहरू अहिले। 2 घन्टामा ल हाम्रो सब रेडी भइसक्यो। चट्ट लाएर हामी चाहिँ जान खोजिरहेको छ। अब बाइक निकालेपछि केटाहरूले सुकुडे बजारदेखि निस्केर हिँड्दैछौँ हामी फाइनल्ली। ल ल रमाइलो भइरहेछ। चाबी चाहिँ बाइकमै राख। गुड मर्निङ गाइस, हिजो राति आइयो यहाँको माहौल के कस्तो भन्ने के कता के छ थाहै भएन। आएर चट्ट सुतेको अति थकाइ लाग्थ्यो। 9-10 बजी आइपुग्यो। काठमाडौँबाट के गरेर गर्ने हामी ढिलो नै हिँडेको थियो। अनि चिसो अति धेरै छ। अब हाम्रो सुमन सर र जय साहब चाहिँ सुतिरहनु भएको छ। रमेशसँग चाहिँ फ्रेस नभएर उठेको चिसो अति छ। अब लेट्स सी गाइस, तपाईँलाई देखाउँछु म बाहिरको भ्यू। टाक यस्तो छ यहाँ, यस्तो चिसो तुसो परिरहेको छ है। अब यहाँ अहिले हामी बसेको ठाउँ अनि कस्तो छ के छ सब कुरा म तपाईँहरूलाई एकैछिनमा देखाउने नै छु। तपाईँहरू हेर्दै गर्नु होला। अहिलेको लागि चाहिँ म फ्रेस भएर बोल्छु। ल गुड मर्निङ एभ्रिवान, उठ्नु सबैजना। ल गाइस, हामीहरू बसेको चाहिँ यही ठाउँमा हो। टक्क हेरिदिनु पऱ्यो एकचोटि चट्ट लाएर। हो त्यो माथिको खोपा गरेको रुममा चाहिँ हाम्रो केटाहरू सुतेको 4जना 2 सिटर छ है। अनि यहाँको चाहिँ अलिकति कस्टहरू महँगै हुँदो रहेछ तर ठिकै छ। अब उहाँ चाहिँ रमेश सोल्टी हाम्रो बाइकमा दाँत नाच्दैछ है। अनि चट्ट लाएर हाम्रो बाइकहरू चाहिँ यहाँ पार्किङ छ। हो त्यहाँ चाहिँ हाम्रो 120 कतै हो। अनि यहाँ चाहिँ यस्तो पुरै यो हिउँ बढेर अति तुसारो भन्छ यसलाई चाहिँ हाम्रोतिर, तपाईँकोतिर के भन्छ खै। अनि यस्तो धेरै जमेको क्या, यस्तो जमिरहेको छ यहाँ है। चिसो अति धेरै छ। हामीले जानुपर्ने यता हो, यतातिरको भ्यूमा हामीले जानुपर्ने। पुरै यस्तो सेतै छ यहाँ। चाहिँ हेरौँ न के गर्छु। दाँत माझ्दैछु म भर्खरै उठेको सबैजनालाई शुभ बिहानी सैलुङबाट है। हेर्दै गरौँ के कस्तो हुन्छ। अहिलेको लागि चाहिँ यति, अब बाँकी देखाउँदै गर्छु। रमेश, यात्रा चाहिँ कस्तो भयो हाम्रो स्पेसल्ली? रमाइलो भयो तर थकाइ लाग्यो डरो है। चिसो चाहिँ कस्तो छ? अति चिसो छ नि यहाँ। चिसो अति नै छ। ज्याकेटहरू लिएर आउनु होला। मैले चाहिँ ज्याकेट ल्याएको छैन साथीले। हाम्रो बाइक चाहिँ एउटा यहाँ छ, एउटा पल्सर कता हाल्यो एउटा ऊ त्यहाँ छ बाइक हाम्रो। यस्तो धेरै तुसारो पर्छ यहाँ गाइस, अति चिसो छ तर रमाइलो पनि छ है त फेरि। ल अहिलेको लागि चाहिँ राखिदिएको ल। हाम्रो बाइकको हेलमेट सेलमेट यताउता है, सेफ्टी यस्तरी फाला छ यहाँ, यसरी छ। अनि हाम्रो केटाहरू चाहिँ एउटा यो बेडमा सुतेको, एउटा चाहिँ त्यो बेडमा सुतेको। हाम्रो रुम चाहिँ यस्तो छ, पुरै काठको घर हो ग्याङ है। माया छ सबैजनालाई। अनि चट्ट यस्तो घाम आउँछ, बाहिरको भ्यूहरू यस्तो छ। अब हामीहरू चाहिँ यसो खाजा नास्ता खान गइदिएको, भर्खर फ्रेस भएर आयौँ। हाम्रो कपडाहरू यत्तिकै छ। ल जानु त बाहिर। बिहानको यो चाहिँ खाजा हो, खाजा चाहिँ आइसक्यो।
चट्ट लाएर हामी अब खाजा खाने तयारीमा छौँ। जय सत्य हुनुहुन्छ, रमेश झा छन्, खाजा आइसक्यो। यस्तो छ बिहानको खाजा। हिमाल खुलिसक्यो क्या। ओ तातो रहेछ धेरै, हिमाल चाहिँ टक्क खुलिसक्यो यतातिर। हामी यस्तो ठाउँमा आएर बसेको छ है। यो चाहिँ मर्निङ भ्यू सैलुङबाट देखेको हामी बसेको यो ठाउँबाट देखेको चिज हो है। हिमाल भर्खर खुल्दैछ। हाम्रो त आँखाले स्पष्ट देखिरहेको छ त्यहाँ चाहिँ फोनले कतिको भ्याउँछ। तपाईँहरूलाई मैले देखाउने प्रयास गरिरहेको छु है। अनि यहाँको पानी दिने खोलाले केटाहरू यहाँ पानी पनि खाँदैछ, तातो पानी। यस्तो ठाउँमा यस्तो भाँडामा चाहिँ पानी आउने क्या खोलाएर है। बाँकी के कसो छ हेर्दै गरौँ है। अब हामी चाहिँ यहाँदेखि जाँदैछौँ सैलुङको माथि माथि डाँडातिर। हाम्रो बाइक एउटा यहाँ छ। जय सबै आउनुहुन्छ, बाइक स्टार्ट गर्दै हुनुहुन्छ उहाँले। अब चिसो छ, बाइक स्टार्ट गर्ने कार्यक्रम चलिरहेछ। बाइक स्टार्ट हुनलाई गाह्रो भइरहेछ। अब चाहिँ हामी टक्क लाएर यहाँदेखि माथि सैलुङको डाँडातिर जाँदैछौँ क्याङ है। अब तपाईँहरू हेर्दै जानुहोस्, हामी के हुन्छ देखाउँदै गर्छ। ल हाम्रो चाहिँ यहाँ बाइक चाहिँ रेडी भइसक्यो। हाम्रो सुमन सरलाई हेरेर यहाँ वा थर्मस देखाइदिनु, थर्मस तातो पानी। यहाँ चिसो भएर हामी तातो पानी लिइरहेको छ। जय सबै आउनुहुन्छ, बाइकहरू यसरी छ, म चाहिँ यसरी छु, यहाँ छु है। अब ट्याक्क लाएर हामी सर्र जाने, चट्ट घुम्ने माया छ है सबैजनालाई। विक्लब है, विक्लब। चिसो छ भयो यहाँ हेर्नु त, पुरै चोर आएको जस्तो भयो जस्तो छ। बाटो आफ्नो भएछ, चिसो अति छ। यस्तो चाहिँ हात सिरहरू। बाइकको साउन्ड पनि मिठोमा खालिरहेको छ फेरि। म चढिरहेको छु एनएसमा 154 है। केदारको बाइक आइसक्यो छैन, पेट्रोल चाहिँ अति खतम भइरहेछ। अब हामी चाहिँ चढ्ने यो सैलुङको चाहिँ यो टक्क सिँढीबाट माथितिर चढ्ने हो है। बाइक पार्किङ गर्दैछ, टक्क बाइक पार्किङ गरिसकेपछि त्यही भित्र मिलाएर हाल्नु न। अब यहाँ चाहिँ यस्तो गाडीहरू यो छ, यहाँदेखि चट्ट माथिको भागमा चाहिँ हामी चढ्दै जाने हो। यस्तो सिँढी रहेछ, अति गाह्रो। पुरै बाटो चाहिँ यस्तो छ, यसरी हिँड्नु परिरहेछ। अति धौ भइसक्यो, 1-1.5 घन्टा लाग्छ अरे हाम्रो मेन ठाउँमा पुग्नको लागि। हामी त्यही पनि हिँडिरहेको छ, हेरौँ है। धौ भइसक्यो। यहाँ चाहिँ पुरै यस्तो खालको भ्यूहरू देख्न सकिन्छ हिँड्दा हिँड्दा बाटोमा। केटाहरू पछाडिबाट आइरहेछ, म चाहिँ अलिकति अगाडि छु। हिँड्न पर्ने चाहिँ लगभग हामीलाई 1 घन्टा जति रहेछ। टक्क लाएर हिँड्न चाहिँ केटाहरूले खासै सकिरहेको छैन अहिले। अनि म चाहिँ यसरी हिँडिरहेको छु एक्लै। अलि अगाडि धौ पनि भइरहेछ, तर अब म हिँडेको मान्छे अलिक गाह्रै हुन्छ। म चाहिँ बेला बखा कहिले काहीँ मेरो मामा घर पनि गाउँघरतिर छ नि त। वाउ नाइस, कसले चाहिँ यस्तो बनाएको रहेछ बाटोमा है। अनि त्यही हो गाइस, तपाईँ यो बाटोमा यो भ्यूहरू तपाईँहरू देख्न सक्नुहुन्छ। आफ्नै गाउँघरको डाँडा पाखा रहेछ, याद आएर होला। अलिकति यस्तो देखिन्छ, मान्छेहरू हिँड्ने यो चलिरहेछ। लेट्स हेरौँ है त। ल यहाँ नजिक चाहिँ भीमसेनको तरबार भन्ने ठाउँ चाहिँ यस्तो रहेछ। टक्क यो चाहिँ ध्वजाहरू खादाहरू चाहिँ उडाउनु भएको छ मान्छेहरूले। सबैजनाको राम्रो होस्, सोचे आँटेको कामहरू सबै पुरा होस् होइन, त्यही त हो नि। अरू चाहिँ के हुनु, टक्क कम्पाउन्डमा चाहिँ भित्र सानो मूर्ति पनि छ यतापट्टि। यो हो नि त है भ्यू भनेको गाइस। धौ भयो अब चाहिँ हामी त्यहाँ माथि सैलुङको सबभन्दा मेन ठाउँमा चाहिँ पुग्न खोजेको छ। मान्छेहरू यसरी हिँड्ने डुल्ने भइरहेको छ।
केटाहरू मलाई भेटाउनै सकेका छैन धेरै तल छ तर यहाँ चाहिँ यस्तो सिस्टम पनि रहेछ फोटो भिडियोको लागि यो चाहिँ अब साथीहरू आइसक्यो भने हाम्रो प्लानिङ हुन्छ के गर्ने भनेर यहाँ चाहिँ यस्तो छ ट्रकको घोडामा चाहिँ फोटो भिडियोको लागि यो पनि मिल्दो रहेछ यहाँनिर अब यो त बबालै छ यहाँ अब हेरौँ न के कस्तो हुन्छ ल ग्याङ फाइनल्ली हामी चाहिँ यहाँ टक्क ब्याकग्राउन्डमा तपाईँ देख्न सक्नुहुन्छ हिमाल टक्क खुल्दैछ चट्ट है यहाँ चाहिँ केटाहरूको फोटो सेसन चल्दैछ यस्तो हिमाल खुल्दो रहेछ नि माथि माथि सैलुङ्गेमा भेड चराउनेलाई चट्ट हिमाल खुल्यो गाइस घोडामाथि गडा चढेछ है जस्ट किडिङ गाइस डोन्ट बी सिरियस ल ल ल तर घोडामाथि गडा चढ्दा चाहिँ खासै नसुहाउँदो रहेछ सबैजना यसो घोडा हामी चाहिँ सैलुङको टावरमा पुग्न खोजिसक्यो अब हाम्रो ज्वाइँ साहब ल सबैजना एकछिन देख्यौँ न ज्वाइँ साहब कस्तो लागिरहेको छ हामीलाई एकदम रमाइलो भइरहेछ हामी अहिले सैलुङको टावरमा पुग्न लागिरहेछ अब सुमन सर कस्तो लागिरहेछ स्पेसल्ली कस्तो भइरहेछ ट्रिप एकदम बवाल होइन मौसमले पनि साथ दिइरहेछ है रमेश सर कस्तो लागिरहेछ एभ्रिथिङ इज अलराइट म्यान अब त्यही हो तपाईँहरू पनि घुम्न आउनुपर्छ यो ठाउँमा बवाल छ घोडासोडा चढियो त्यहाँ मान्छे चढ्नको घुइँचो छ है अब अहिले फेरि यहाँ हिमाल खुलेको चाहिँ बन्द भइसक्यो एकछिनमा फेरि खुल्छ होला अब हामी फेरि उकालो चढ्न खोज्यौँ अब चाहिँ नजिकै चाहिँ खासै धेरै जाडो छैन चट्ट लाएर फाइनल्ली हामी चाहिँ सैलुङ भन्ने ठाउँमा आइपुग्यौँ सैलुङ भन्ने ठाउँ चाहिँ यही नै हो स्पेसल त्यस्तो केही पनि छैन अब ट्याक्क लाएर पारीको तपाईँले भ्यू देख्न सक्नुहुन्छ क्या है ए यस्तो बवाल छ तपाईँहरू एकचोटि आउनै पर्छ यहाँ टाइम मिलाएर मौका मिलाएर सबैजना आउनु रमाइलो गर्नु है हामी सैलुङ हामी चाहिँ आइसक्यो सबजना रमाइलो भइरहेछ सबैजना आउनुपर्छ घुम्नुपर्छ बवाल छ मान्छेहरू टिकटक भिडियोको लागि ए हामीभन्दा मुनि बादल छ बादलभन्दा माथि यो छ साँच्चीको बवाल ठाउँ रहेछ चट्ट लाएर है यहाँ चाहिँ यस्तो छ यहाँ फोटो भिडियो पूजापाठ भइरहेको छ है चट्ट लाएर यस्तो छ यहाँ चाहिँ यस्तो रहेछ हिमालहरू वरिपरि देखिरहेको छ बवाल ठाउँ छ यहाँनिर बवाल ठाउँ रहेछ ल साँच्चीकै स्वर्ग देख्ने ठाउँ चाहिँ यही है यस्तो बवाल छ हिमाल हेर न हिमाल हिमाल यस्तो डेन्जर छ यहाँ टक्क लाएर हेरेर बस्छ नि एकछिन आनन्दले टक्क यहाँ छ रेडबुल खाने कार्यक्रम चलिरहेछ एनर्जी ड्रिङ्क है साथी चाहिँ यहाँ मम्मीसँग कुरा गर्दै घरमा अनि टक्क लाएर रह न एकछिन किन आत्तिर हाम्रो यो टक्क क्लिपहरू चाहिँ बवाल भइरहेको छ खाजा खाने कार्यक्रम भइरहेको छ कुकिजहरू ल्याइरहेको छ चाउचाउ रेडबुल सेडबुल है अनि माथिपट्टि चाहिँ टक्क सैलुङ ठाउँ यही हो स्पेसल्ली इनर्जी ड्रिङ्क यो भ्यूमा टक्क लाएर जय सैलुङ ल हाम्रो साथीले चाहिँ दूरबीनबाट हेर्दैछन् है हिमाल नजिक लास्ट नजिक देखिन्छ होइन दामी है पारीको हिमाल चाहिँ दूरबीनबाट हेरिरहेको छन् छोटुले हजुर फोटो भिडियो सब खिच ओके यो ठाउँ चाहिँ यस्तो दामी छ यहाँ फोटो सेसन चलिरहेको छ हाम्रो केटाहरूको ग्रुपमा बबाल बबाल हिमालको वरिपरिको बिचमा छौँ हामी तर खासमा के हजुर साहब तपाईँहरू चाहिँ खासमा यो ठाउँमा चाहिँ सबभन्दा बढी चाहिँ कसलाई मिस गरिरहनु भएको छ अहिले
अहिले चाहिँ कसलाई मिस गरिरहनु भएको छ गम्भीर प्रश्न गर्नुभयो गम्भीर प्रश्न मैले चाहिँ स्पेसल्ली भन्नुपर्दा मैले चाहिँ मेरो फ्यामिली एकदम धेरै मिस गरिरहेको छु अब फ्यामिलीहरू धेरै टाढा हुन्छ अब फ्यामिली थियो र त यहाँ भइरहेको छ होइन यदि फ्यामिली नै छैन भने त हुँदैन अच्छा अब त्यही भएर चाहिँ फ्यामिली चाहिँ मिस गरिरहेको छ अब फ्यामिलीलाई नै पहिलो नम्बरमा चाहिँ राख्नुपर्ने हुन्छ अब हामीहरू सबै काम सकेर घुमेर भएर चाहिँ अब हामी बसेको ठाउँबाट आज चाहिँ हामी बिदा माग्दैछौँ अब त्यही नै हो तपाईँहरूले हेरिदिनु भयो माया गरिदिनु भयो होइन अनि सबैजनाले माया देखाइदिनु होला अब फेरि नेक्स्ट भ्लग ल्याएर फेरि पनि आउनेछु नेक्स्ट भिडियो ल्याएर सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला त्यही नै भन्दै अब यो भ्लगलाई चाहिँ यहीँ रोक्नुपर्ने हुन्छ स्टोरेज पनि एकदम धेरै खाइसकेको चार्ज पनि कम छ बाटोको चाहिँ केही पनि आउँदैन त्यही हो सबैजना स्वस्थ हुनु व्यस्त हुनु आफ्नो काम गर्नु चिसो छ सबैजनाले ख्याल गर्नु सबैजनालाई माया छ है त